भाइ होइन तर म चाहिँ भोलि टक्कसँगले रमिते जाने होइन रमिते जाने रमाइलो गर्ने होइन 5 केजी तब्बो फेरि लास्टमा गएर चाहिँ प्लान क्यान्सल गरिस् भने फेरि तर राम्रो हुँदैन नि दाजुभाइ जाने रमाइलो गर्ने सेकुवा खाने बियर खाने होइन रमाइलो गर्ने क्या फुल प्रुफ ल भाइ दाइ ल कसम जाने क्या रमाइलो गर्ने 5 के होइन म बरु 10 के बोकेर आउँछु कि दाजुभाइ जाऊँ रमाइलो गरौँ होइन दाइ ल म त अहिले नै गइसकेँ दाइ कुदेँ म त प्याक गर्न कुदेँ नि ल 1 week later. दाइ खोइ त हौ तपाईँले त अनि जाने जाने भनेर भाइलाई कस्तो आश देखाउनु भयो यार भाइ त यस्तो आशमा बसेको थियो अनि दाइ के साह्रो हो भन अनि जाऊँ न अनि तपाईँ त जहिले यस्तै गीती गर्ने मलाई दाइ पनि गइहाल्ने हो क्या भाइ गइहाल्ने हो त के साह्रो हतार गर्छस् क्या त भर्खरको मान्छेको यही छ क्या समस्या कति हतार क्या भाइ गइहाल्ने हो नि तर म भोलि नै जानुपर्छ The next day. दाइ मैले त बल्ल बल्ल बाउलाई फकाएँ नि बाउले बल्ल पर्मिसन दिएँ कि म अब रेडी छु दाइ म लुगा प्याक गर्दैछु दाइ हेलो भाइ सुन न आज मेरो हल्का इम्पोर्टेन्ट मिटिङ छ कि बरु नजाम हौ छोडिदिउँ हौ बरु तिमी जाऊ न ल एक्लै हे दाइ पनि कस्तो हो अहिले आएर अन्तिममा तपाईँले आएर अन्तिममा यस्तो भाइलाई धोका दिने दाइ अहिले जान्छु भन्ने अहिले जान्न भन्ने अनि हे